सबैजनालाई वेलकम टु माई न्यू ब्लग। के छ हजुरहरू, सन्चै हुनुहुन्छ? सबैजना सन्चै आरामै हुनुहुन्छ? म जाँदैछु आज बर्थडेमा है, गएर बाहिरतिर अनुलाई पुग्दैछु। म चाहिँ मेरो नन्दलाई पुग्दैछु अनि लीला पनि लिला र मेरो नानु पनि बोलाउनु गएको क्या। उतै पारिपट्टि पसलमा, त्यो पसलमा काम गर्छ क्या। मेरो पक्रिमा देखाउँदै कुन पसलमा भनेर। अनुले चाहिँ काम गर्ने चाहिँ यो पसल हो कि। हेलो नयाँ मान्छे देखेँ त म त ब्लग बनाउँदै हो। अनु चाहिँ आएनन् त्यहाँ पसलबाट होइन। उहाँको चाहिँ यतिखेर बेलुका रातितिर पनि छुट्टी मिलेन अरे, नजाने अरे भने, त्यही भएर हामी चाहिँ हिँड्दैछौँ। यहाँ हुनुहुन्छ एकजना म्याडम, म अब अरू चाहिँ गएनन्, हामी दुईजना मात्रै। अनि त्यसपछि मेरो नानी, हामी चाहिँ जाँदैछौँ बर्थडेमा। बर्थडे मतलब त्यस्तो खतरा बर्थडे चाहिँ होइन, पार्टी नै भन्ने चाहिँ होइन। यसो फ्यामिली मिलेर बसेर खाने धेरै भयो, भेटघाट पनि नभएको। त्यही भएर गेट टुगेदर जस्तो पनि हो कि, यसो भेटघाट जस्तो मात्रै पनि हो होइन। हामी चाहिँ केही पनि नलिकन हिँडेको छौँ यत्तिकै। के लिएर जाने हामीलाई त थाहा पनि भएन। भन्दा पनि के लिएर जाने, अब केटा मान्छेलाई मतलब ससुरा बुवा जस्तो मान्छेलाई होइन, के लिएर जानु के काली रे। मैले पनि केही लगाएको छैन त, लाइटले हो भनेर। यी लाइटले हो कि गोरी छन् नि, काली छन् तपाईँ। ए कोही क्यामेरामा गोरी र काली छुट्याउँदैछन् होइन। हामी जाँदैछौँ। केटा मान्छेलाई के बर्थडे के गिफ्ट दिने मलाई थाहा पनि छैन। यत्तिकै जाने, के दिनुपर्छ होइन, केही पनि नदिने, पैसा पनि छैन। यत्तिकै जाने हो, गिफ्ट सिफ्ट केही छैन। त्यही पनि गएर खाएर आउने, केक हामीलाई लिएर आउनु भन्नुभएको छ। नबोलाउनु छ आयो भने तिम्रो के पर्छ? ह्याप्पी बर्थडे बुवा भने म चाहिँ टी सर्ट प्यान्ट लाएर हिँडेको छु। यत्रो धेरै मुखो देखिरहेको छु म चाहिँ होइन। जाँदैछु यहाँबाट केक लिएर। अब देखाउँछु केक लिन्छ नि त्यसपछि ल। केक लिएर हामीलाई नै आउनु भनेको छ। केकको बिलहरू ल्याएर सानीमा छोडेर जानुभएको छ। हामी चाहिँ केकैबाट लिएर जाने हो। ओके, मलाई कहाँबाट पो हो केक लाने? यही हो, उयो हो, त्यही अस्ति ठाउँ हो, सधैँ लाने ठाउँबाट हो। यति त मलाई थाहा छ, सधैँ लाने ठाउँबाट त यहीँबाट त हो। भने बिल हेर्नु त, बिलमा हेर्नु त नामको के छ, पसलको नाम, पसलको नाम के छ हेरौँ त। भाका भाका छोरी बाटो क्रस गरेर चाहिँ हामी केक पसलतिर पनि लागिसकेका छौँ। केक पसल देखाउँछु ल, क्यामेरा ब्याक गरेर हुँदैन फेरि, एकैचोटि फ्रन्ट ब्याक। त्यही भएर रोकेर फेरि फ्रन्ट गरेर छुन्छु नि। केक पसल आइसकेको छ, हामी चाहिँ आइसकेको छौँ बेकरीमा। केक पसल ए नानु, आमा तिमी किन चढेको त्यहाँ? यहाँ केक खाने केक माथि चढ्छ कोही? चाहिँ बेकरीमा आइसक्रिमहरू छ। एलिनालाई बसेका हामी कुल्फी आइसक्रिमहरू कुन फ्लेभरको मनपर्छ भन्नु। आइसक्रिम पुरा ऊ देखिँदो रहेछ। जीवन होइन, सानो बाबुको नाम जीवन होइन, जीवन मात्र लेखिदिनु, अरू त के लेख्छ न, केही भन्नुभएको होइन। त्यति मात्र लेखिदिनु। खाने हो पिज्जा ए नचला सानो केक पनि भन्छ। त्यो पछाडिपट्टि त्यो एउटा त्यो झिलझिले जस्तो टङ्ग्याउने हुन्छ नि, छ त तपाईँसँग? छ कति वर्ष दिन त एउटा लिएर आउनु भन्छ नि। किनिसके ठिक छ त। केक कुन फ्लेभरको मनपर्छ भने लीलालाई भने, मलाई त नभन। हजुर गोल्डेनमा, गोल्डेन कति हो? 120। केक पनि लिइसकेको छ हामीले चाहिँ। यहाँ केक पनि भइसक्यो रेडी। अब हामी जाँदैछौँ।
बर्थडेमा पुगेर देखाउँछु ल छोडेर बर्थडेको बर्थडेमा जाने बाटो पनि कति अँध्यारो छ गाइसहरू यस्तो जङ्गल घारीबाट जाँदैछु काठमाडौँमा ज्ञानेश्वरतिर पनि तपाईँलाई थाहा छ यस्तो जङ्गल घारी अँध्यारो ठाउँ भूत देख्छ होला हौ भूत हेर्नु पुरा जङ्गल जङ्गल पुरै यस्तै छ हौ बाटोहरू यहाँ जङ्गलहरूमा बाघहरू बस्छन् के अनि भिडियो ब्लगमा तपाईँहरूले लाइक गर्नु होइन नि तपाईँ त यस साइडबाट आउँछन् हामीलाई कोन हल्लेर पो त खतरा भइरहेछ एउटा घर थियो यो जलिसक्यो जले पनि भत्काएको होला क्या पुरानो भएर भत्काको भत्काको पुरानो बोले कि बोले काँडा हुन्छ त त्यसमा अनि किन झराप्प समात्न लाग्यो यहाँ फुल तोड्दैछन् कोही यस्तो छ फुलहरू बडा अँध्यारो छ देखिँदैन देख्नको लागि चाहिँ त्यो पनि छ फुल यस्तो खालको फुल के खालको फुल हो थाहा छ तपाईँहरूलाई यो फुल थाहा छ यो राम्रो राम्रो फुल चाहिँ जानु बल्ल जङ्गल घारी सिद्धि औ सानो कहाँ कुदेको हो होइन 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 सानो त्यस्तो भन्नु हुँदैन है दिनु पर्दैन है त्यस्तो काँडाको फुलसुलहरू ओके उफ अब चाहिँ गर्मी भयो कपाल छोडेको अब चाहिँ यहाँबाट उता चाहिँ बाँधेर हिँड्छु मैले चाहिँ एउटा कोक लिएँ जम्बु खाली हात चाहिँ के जानु भनेर उहाँले त केक अघिदेखि बोक्नु भएको छ उहाँ नै है फेरि काली भयो अरे उहाँ नदेखाउनु पनि मैले त एउटा कोक लिएँ बस त्यति नै हो गोरी हेर्नु न यहाँ कति अँध्यारो देखिन्छ अरू बाँकी उता देखाउँछु ल हुँदैछ यहाँ चाहिँ भर्खरै गोल्डन वाक भिडियोमा हेर्नु नि रक्सी किन्न आएको हामी भाउजूले किनेको 100 रुपियाँ मात्रै थपिदिनु भएको मैले 500 थपेको नि अनि फेरि हेर्नै पढ्न आउँछ भने गोल्डन वाक के हुन्छ गोल्डन वाक दिस इज द गोल्डन वाक मलाई त पढ्न आउँदैन मैले त कहिले देखेको पनि छुइनँ यस्तो कति साह्रो अब त धेरै म त काली देखिन्छु नाले खाउनु देखाउँछु कि देखाउँदिनँ हामी चाहिँ बर्थडेमा पुगेर पनि उनीहरू चाहिँ खाइसकेको छन् अनि फेरि ल्याइदिएको क्या हामीले चाहिँ खाउन् भनेर यस्तो छ बर्थडेको डेकोरेसन यति छ बेडमा केक काट्नेलाई यहाँ बाहिर जानुभएको छ सामान के के लिनलाई के काट्ने तयारी हुँदैछ यहाँ चाहिँ मेरो छोरी यो छेउकी चाहिँ यो अट्छ नि सानो भयो पर्दैन लिपस्टिक लाउन यहाँ सानी पर्दैन लिपस्टिक लाउने भने कति 3 39 हो 39 हो ए 39 कम्प्लिट भएर 40 हो ह्याप्पी सानी भएन अस्ति पायो मेरो खत्तमै भए यो सब भिडियो रेकर्ड गर्नलाई खिच्छु हजुर गइछ सबै
एकै मिनेट है भइगयो गरे अब चाहिँ हेलो उता दिइसकेँ मैले देखिनु न हेलो भन्नु न बोले त यो मेरो भ्लग हो नि युट्युबको फेरि राखेको छैन तपाईँहरूलाई अहिले खाना बनाएको मैले त अघि टुक्रा पनि पारेर राखिसकेँ पेपर अव्यवस्थित भइसक्यो यहीँ कत्रो ठुलो आयो गरे सबै एकैचोटिमा खाइदिनु नि गयो जन्मदिन के गरेको हो नि यतातिर शुभकामना जीवन स्वास्थ्य रहनु मस्त रहनु नोबराको शान्ति होस् अब एक पग बढेर माथि हुनु आउनु न माया गरेर एकचोटि गर्छ मलाई लाज भयो यहाँबाट गर्छु फोटो हान्नु पर्यो एक दिपेसी ओइ के गरेको नत्र त्यस्तो दल्नु हुँदैन त्यो केमिकलहरू फिजहरू मुखमा नदल धेरै त्यसै भइएछ सानो नगर भिडियो चाहिँ बाई बर्थडे सक्यो अब हामी चाहिँ घर जान्छ धेरै भयो धेरै बुढाहरू छन् घालाङ गुलुङ घालाङ पसिना आयो पसिना पसिना छ ओके यति